स्वागत छ मेरो युट्युब भिडियोमा। आज पनि हामीले यो ट्रिगरको बारेमा बुझ्ने छौं। अझ अर्को पनि ट्रिगर छ मसँग। दुईटा ट्रिगरको बारेमा बुझ्ने छौं। कुन लिने? भिडियो सुरु गरौं। हामीसँगै जोडिनु होला। मैले स्लिङशटबाट दुईटै ट्रिगर चाहिँ यसरी निकालिसकेको छु र मेरो हातमा दुईटा ट्रिगरहरू छन्। एउटा चाहिँ अलि हेभी छ भने एउटा अलि लाइट वेट छ। यसमा बीचमा स्प्रिङ राखिएको छ। हेर्दा एउटै देखिए पनि यसको बीचमा चाहिँ स्प्रिङ छ बाहिरपट्टि, भने अर्काको चाहिँ यसको भित्र स्प्रिङ राखिएको हुन्छ। एउटाको बाहिर छ र अर्काको भित्र छ। ल हामीले अब यसलाई एक एक गरेर वेट गर्ने छौं। यसको वेट कति आउँछ पहिला यो ट्रिगर हेरौं। 117 ग्राम। र अब यसै गरी अर्को ट्रिगर पनि हामीले हेर्ने छौं। 194 93 ग्राम आएको छ। भनेपछि राम्रो छ। यो दुईटै ट्रिगर राम्रो छ, तर वेटमा चाहिँ थोरै मेटल प्रयोग गरिएको छ। मैले दायाँ साइडकोमा, बायाँ साइडकोमा चाहिँ अलि थोरै कम मेटल छ, तर राम्रो चाहिँ दुईटै हो। अब निष्कर्ष के आउँछ भने यो दुईटै ट्रिगर चाहिँ एकदम राम्रो छ। एउटा चाहिँ हाम्रो यसमा प्रयोग भएको छ हैन, एउटा यसमा प्रयोग भएको छ, अनि अर्को चाहिँ हाम्रो यसमा प्रयोग भएको छ। दुईटै राम्रो छ। अब चलाएर पनि हेरौं। यस्तै भिडियोको लागि लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्, मिठो कमेन्ट गर्नुहोस्। अब हाम्रो अर्को भिडियोमा भेट हुनेछ। मैले नयाँ मोडलका स्लिङशटहरू पनि देखाउने अथवा बनाउने छु। त्यतिन्जेलसम्मको लागि बाई।